वेलकम ब्याक सबैजनालाई। अहिले चाहिँ म यहाँ घरको छेउको पार्क आएको छु। घाम त लागिरहेछ मजाले, बट पत्ताहरू छ नि त झरेको। अनि यो चिसो मौसममा चाहिँ म यसो हैन सुप तातो खान जाँदैछु। भन्छ नि यहाँनिर युएसमा पनि त्यस्तोहरू छ ठाउँहरू भन्छ नि क्या नेपाल कस्तो, त्यो चाहिँ यहाँ छ एउटा। त्यो तिमीहरू देखाउन ट्राई गर्छु म। हिँड्दैछु बाटोमा। के स्टाइल छ अरे। अब चाहिँ बाटो लाग्यो होइन, त्यस्तो टाढो छैन, पुग्न लाग्यो। त्यहाँलाई दामी देखाउँछु क्या खानेकुराहरू। बाहिर त रहेन रहेछ होइन पसल। अब यस्तो यो छ नि, यो जस्तो हुन्छ। यहाँ पर चाहिँ सब्जीहरू हुन्छ होइन, यहाँनिर सब्जीहरू, यता कुखुराहरू के जिउनु कुखुराहरू। पछाडि यो लामो छ पछाडि, अनि यो बिल्डिङभित्र चाहिँ सबै त्यस्तो सब्जीहरू बेच्ने हुन्छ भित्रपट्टि उताडि। अनि नेपाली पसल पनि छ त्यहाँनिर। अनि म जानुपर्ने चाहिँ यताडि साइडमा होला गाइजहरू, त्यही भएर म उता गइनँ। यो चाहिँ सबै हाम्रो साथीभाइहरूको दोकान पसलहरू छ। यता चाहिँ रेस्टुरेन्टहरू छ क्या यता चाहिँ। अनि म चाहिँ खानामा भ्याएको त्यही भएर बगैँचीहरू। मेरो जो पर छ खान्डो होइन, सबै मिठै हुन्छ। बट यहाँको चाहिँ मलाई मनपर्छ अलिक, त्यही भएर म चाहिँ युजली यहाँ आएर खान्छु, यहाँ बसेर। पोर्क बेली माई फेभरेट, ससेज यो पनि फेभरेट हो। अनि म यो र यो अन्तदेखि भात, अन्तदेखि फर्क मगाएको छु। अर्डर चाहिँ गरिसकेँ, सो वेट गरिरहेको छु होइन, टाइम लाग्छ अलिकति। राइट गाइज, मेरो खाना चाहिँ आइपुगेको छ होइन। यो चाहिँ फर्क, अनि यो चाहिँ बेजल होइन, अन्तदेखि यहाँनिर के अरे बिफ स्प्राउट्स के हुन्छ, अन्तदेखि यो भइहाल्यो होइन। स्टेक्स अनि यहाँनिर छ योहरू लगाएर खानु। यो के अरे बिफ फेस के हुँदो रहेछ यिनीहरू फ्लेभर फेभरेट मेरो यो लाउँछु म होइन। अनि गार्लिक धुलो भयो, अनि अर्को त त्यस्तो यो, अनि यहाँ चिली के अरे चिली ओइल छ, अब त्यो लाउने हो, बेस्ट हुन्छ, दामी हुन्छ। अनि यिनीहरू ल्याएर क्या। अनि यो चाहिँ मेरो पोर्क बेली र राइस होइन। यो चाहिँ भरेतिर खानलाई चाहिँ अहिले फर्स्ट बाइट त देखाउनु पर्दैन होइन। गम्मै जुटो हाल्यो त। दामी तातो सुप होइन खायो। अनि बाहिर पसिना आयो क्या पुरा तातो खलखल खोलेको भने एकदम दामी मजा आयो।